भन्नु है के भन्ने हो? यहाँनिर सम्मतन गइरहेको छ। यहाँ पसिनाले सब भिजिरहेको छ। यहाँ फोक्सो नै फुट्न लागिसक्यो। यहाँ काठ अब एक डोको हाल्नु पर्ने यहाँनिर। दुई डोको। दुई डोको म बाबुलाई हालिदिन्छु। खटाइ दह्रो भयो नि डेभिड सर आज। गाह्रो छ। अघि भन्यो नि पास्टरले कामै गर्दैन भन्छ नि। कस्तो रहेछ यहाँ हेर्नु त। पास्टरले यस्तो काम गर्नुपर्छ है। बिस्तारै हालिदिनु है त्यहाँ, बिस्तारै। यहाँ अब सानो चर्चको लागि पनि एउटा कोठा निकाल्नु पर्ने छ। 5 स्टार बनाउने हो नि भाइ होइन? चर्चको लागि सानो कोठा निकाल्ने। अब यो ठाउँमा सेमगाईको आगो बाल्नुपर्छ। होइन भाइ पुग्यो नि त। भाइ आइपुगेकै भन्नुपर्छ।